आम्मा मुसा यहाँ त मर्या रहन्छ साला मुसाहरू यस्तो छ कि गोडामै भरि छ। आम्मा यहाँ त आमा तीनटा मुसा मर्छ यो बानी तीनटा मुसा मर्छ एकै ठाउँमा आज त साला तीनटा मुसा मरिन्छ हैन यही टाँसिन्छ के गर्ने हो आम्मा आम्मा ल हेर तिमी हानेर टाँसेर छोरा छोरा फुट्किमला भने हालस् तेरीमा टिक 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 टाँस्यो भने टाँस्यो सक्यो हिजो दुईटा मुसा पर्यो होइन आज चाहिँ तीनटा मुसा किनभने अब गोदाममा बिस हाल्ने भने अब अलिकति असरै गर्छ होइन। अनि अब त्यो बिस हाल्नुभन्दा यो लिसो हालिदिएपछि ट्याक्क यस्तो बोर्डहरूमा हिजो चाहिँ अब त्यो उतैबाट पसलबाटै दिएको भाँडोमा चाहिँ मैले त्यस्तोमा हालेको थिएँ। त्योमा चाहिँ दुईटा मुसा मरेको थियो एक लदारै लगेर वहाँ पर उता लगेको थियो कि अहिले चाहिँ यो प्लाइवुड अब लटाउन सकेन होइन यति ठुलो प्लाइवुड अनि तीनटा मुसा चाहिँ एकै ठाउँमा झ्याममा बच्छ। यो बच्चा यो माउ अझ भोलि आज बेलुकी पनि थापिन्छ भोलि बिहानसम्म फेरि अरू नि पर्छ होला। गोदाम पुरै तपाईँको यस्तो पुरै काटेर चिनीहरू सत्यनाश पारेर बोराहरू काटेर होइन पुरै बोराहरू खतम पार्ने कि गोदामहरू त। त्यो भएर गोदाममा चाहिँ बिस हाल्नुभन्दा तपाईँको यो लिसो ल्याएर लिसोमा चाहिँ मुसा चाहिँ एकदम टाँसिँदो रहेछ। ठ्याक्क बाटोमा के त्यो हिँड्ने बाटोमा राखिदिएपछि ठ्याक्क टाँसिन्छ।